इरानले कतारमा रहेको अमेरिकी बेस क्याम्पमा आक्रमण गरेपछि कतार जान लागेका सयौं नेपाली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अलपत्ता परेका छन्। नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सबाट कतार जान लागेका सयौं नेपालीको बिचल्ली भएको हो। उनीहरू राति 11 बजे नै बोर्डिङ पास लिएर उड्नका लागि तयारी अवस्थामा रहेको बेला अचानक इरानबाट आक्रमण भएर फ्लाइट रद्द भएपछि उनीहरू एयरपोर्टमै रात कटाउन बाध्य भएका थिए। एयरलाइन्स कम्पनीले वास्ता नगरेको उनीहरूको गुनासो छ।